राति नै उठ्न पर्थ्यो अनि के अरे ब्याग्री बोकेर जानु पर्थ्यो हैन लाइन लाएर बस्न पर्थ्यो के अरे नुहाउन धुवाउन गर्नलाई अनि अहिले घर अगाडि एक घर एक के अरे धारा छ नि त अनि त्यहाँबाट सजिलो छ अब त कुर्न परेन यो पानीले नुहाउन धुवाउन के अरे भयो अनि खाना भयो अनि त्यहाँबाट तरकारीहरूमा गोलभेडामा लाउनु भयो सिमीमा लाउनु भयो सागमा लाउनु भयो धनियाँहरूमा लाउनु भयो घरमै पानी आएपछि समय बच्यो अनि गाई बस्तु स्याहार्नु पाछ त्यो समयले पानीको समस्या त सर एकदमै थियो बगेर ल्याएको पानी कति मान्छेलाई कति गाई भैँसीलाई कति बाख्रालाई बगेर साध्यै नलाग्ने थियो सर हाम्रो यो समस्याको समाधान चाहिँ हाम्रो रिम्स नेपालबाट र आडा नेपालको सहयोगबाट चाहिँ पानीको लागि चाहिँ इन्टेक बनायो ट्याङ्की बनायो अनि धाराहरू बनायो 30 धुरीलाई तरकारीहरू पनि लाउनु पायो हामीलाई अलिअलि घरखर्ची अनि पानी लिन जानु परेन टोयलेटमा पनि पानीसँगै धारासँगै भएपछि टोयलेटमा पानी लानलाई पनि अलि धेरै राम्रो भएको छ हामीलाई सरसफाइ पनि राम्रो भइरहेछ सर अहिले त बाख्रा कुखुरा अनि तरकारीहरूमा प्रयोग गरिरहेछ सर पानीको लागि चाहिँ एकदमै राम्रो भएको छ सर